नमस्कार साथीहरू, सबैजना आरामै सन्चै हुनुहुन्छ होला। यो माइत बाआमाले पालेको भैँसी यो ब्याउनी छ। यो फुलबारी त्यारे फुल पनि सारिकन यत्रो बनाउनु भन्छ मम्मीले। यो रुपताल साथीहरू, रुपताल नै देखिन्छ यहाँ त। माथि रिसोर्ट हो यो रुपताल नै देखिन्छ यहाँबाट। रुपताल तालबिसी जाने बाटो यतापट्टि। यो बेङ्गस्थाल हो साथीहरू, बेङ्गस्थाल हो यो म जन्मेको घर। बाबु नानी खाजा खान लाहान। कस्तो भयो खाजा? ऊ त मम्मी हो। यो बेङ्गस्थाल यो कोटबारी म जन्मेको घर साथीहरू। पहिला खरको छानो थियो। यो आगो फुक्ने किचन। बाख्रा 5-6 खान बाख्रा। सुन्तलाको रुख। यो करेसाबारी हो। तरकारीहरू खासै के फलेको छैन, बल्ल फल्न सुरु गरेको छ। टमाटरहरू। यो चिचिन्नो करेलो नि सानसाना रहेछन्। यो घिरम्ला, काँक्रा, कोदाको बिउ। करेसाबारी साथीहरू। चिन्यौ कि चिनेनौ गाउँले हामी त, आँटो ढिँडो खाउँला, घाँस दाउरा गरौँला, जोबन सटौँला। बाई बाई साथीहरू, फेरि भेटौँ।